पछि हामी अब यो ढिउचुङबाट सुरु गर्छौँ हजुरकोमा यो रिच छ कि छैन त्यसो भएदेखि यो ढिउचुङ पहिलादेखि गरिरहेको जुम्ला केही छैन र हामीले यो ढिउचुङको दिउँ है हजुर हामीले छिटो गऱ्यौँ है हजुरहरूकोमा आउँदाखेरि नखेल्नु होला अब हामी त आउँछौँ बुढाबुढी मान्छे हामी त अब किनभने सुनको साँगो हामीले छापिसकेको छौँ यो सुनको साँगोमा हिँड्नु पर्छ हजुरहरूले पनि हामी त आइ नै छापिसक्यो सुनको साँगो भनेको यो हो त्यसो र त्यो थैली भनेको हाम्रोमा भने चामलिङ खोलामा चाहिँ हाम्रोमा चाहिँ अथवा उता पनि बान्ता खोलापट्टि केही नै छ हाम्रो मावलीहरू बान्ता लिएर थैली भनेको चाहिँ माघी बिहाको चाहिँ थैली लिदुङ्ना चल्दैन हामी लिदुङ्ना छोरी चाहिँ लिँदैनन् चोरी बिहाको चाहिँ थैली पक्कै चल्छ त्यही नै मरमसला मरिच एउटै हामी गरेर हाम्रो दिने माग्नु आउनुभयो अथवा हजुरको छोरा नातिले पकाउनु भयो ललाउनु भयो ल्याउनु हो भने त्यो चोरी बिहा हो त्यो चोरी बिहाको रित त हामी माग्छौँ त्यो चोरी बिहाको रित माग्दाखेरि छोरीलाई त्यो पुर्याउ ल्याएपछि चल्छ हामी चाहिँ त्यो चोरको स्वरमा त्यो लिँदैनौँ भनेर तपाईँहरूले नगर हामी लिएरै छोड्छौँ चोरी हाम्रोमा चाहिँ हजुर त्यो चोरको स्वरमा जाँदाखेरि अब 2 कठोर रक्सी अब पहिला राखेर अब माघी खाने फल चोरी खाइयो भनेर त्यो राख्छौँ हजुर त्यो गर्छौँ र हाम्रो यता कुबो खोलातिर पनि अब यो सोलमा नेटपातिर पनि अब हाम्रो मार्केट छ अनि थैली चाहिँ लिने दिने चलन गरेको छौँ त्यसरी हामी चाहिँ लिने पर्यो हाम्रो त्यही त अब राई भनिन्छ अब राईको पनि त्यो संस्कार बिहा भन्छ नि त थैली अब यहाँ अब अस्ति चाहिने थियो हाम्रो कुमा चाहिँ अब आमा र नाताहरू अब हाम्रोमा चाहिँ यसरी लिने पनि गरेको छौँ दिने पनि गरेको छौँ अब उता हजुर जुन खोलाको चपरी दुवाली छैखोले चपरी भन्छ हजुर अब के गर्ने यता बाक्सिलातिर पनि हामी लिन्छौँ हजुर दिएको हुन्छौँ तपाईँहरू छिमेकी पर्यो बाक्सिलासँग खोटाङ जिल्लै पर्यो हामी जिल्पा छिनामको पान्धारेतिर भोजपुर जिल्ला पर्यो घर जोडेर बसेको हामी त्यही गर्छौँ बन्ताहरूसँग पर्छौँ हाम्रो बन्ता माली ल्याएको छौँ हामीले त फेरि भयो नि त भोलि पनि फेरि यता आज मात्रै होइन अलिकति छ त उइसाको भोलि त होइन अब चाहिँ त्यसलाई अलिकति अघि नै मैले कुरा सकिन्छ नि हजुरहरूलाई किनभनेदेखि यो अघि नै सुनको साँगो साँगोमा हामी ओहोरदोहोर हिँड्नु पाइन्छ हामी मात्रै हिँड्ने होइन नि हजुरहरूको हिँड्ने हो 2-4ले छापेको साँगो हेर्नुहोस् त यो हामीले बलियौँ हेऱ्यौँ है हजुर यो आग्रह दुध भनेर जान्ने सबै मागेको कुरा छ कि छैन यो अब यो पनि हो
अब छोड्छ हाने भनेर कुरिरहेको आज यो 1 रुपियाँ र एउटा डबका लिनु 5 रुपियाँ लिनु 5 रुपियाँ पनि कसरी लिन्छौँ हाम्रोमा भने हामीले लिँदै गरेको त्यसै गरेको पहिला 5 मोहर चोर 2 रुपियाँ 8 आना चोरको स्वरमा आउँदा अथवा पहिला मुखु गर्ने गर्दाखेरि 2 रुपियाँ 8 आना त्यसमा फेरि पहिला खपाउने आउँदा दोस्रो पटक बलिया जाँदाखेरि 5 मोहर गरी 5 रुपियाँ त्यो 5 जब त्यो 5 रुपियाँ पुर्याएपछि चाहिँ बिहाको खतम छत्रपत्र हुन्छ बिहाको छत्रपत्र भन्ने हुन्थ्यो हामी त्यसो गर्छौँ अब किनभने अलिकति आज पर्व चाहिँबाट बोलियो अब हाम्रो चाम्लिङ कुरा हामी चाम्लिङबाट त्यो चाहिँबाट सरसरी आउँथ्यो र हामी त्यसो गर्छौँ हजुर नाताहरू त्यसो अब हामी चाहिँ हजुर यो दुधौली लिइसकेपछि चाहिँ हाम्रो छत्रपत्र हुन्छ हजुर हजुर अस्ति दुधौली लियौँ त्यहाँदेखि हाम्रो छत्रपत्र दुधौली लिनुभएको लिएको त्यसरी अनि दुधौली लिएर डुएस्टिङ भनेर मामाङ्गीलाई पनि बोलाइयो अनि यो चाहिँ हामीले अहिले मात्रै होइन हाम्रो बाजे पुर्खादेखि गरी ल्याएको अनि हजुर यता ऊ खोला पनि यस्तै छ यता बुइपातिर पनि हामी त्यसै गरेर आएको तर यहाँ हजुरहरू हाम्रोमा सुनको साँगो तरेर आउनु हो भने तपाईँहरूले गाह्रो मान्नु हुँदैन हामी 18 त पारो नभनी बक्सेन म आजै फर्साएर होइन ठिकै हो आजै म फर्साउँछु किनभने हाम्रोमा यसो गरेको थियौँ तपाईँहरूले त यसो गर्नु भन्नु पाउनुहुन्न पाउनुहुन्न भने उहाँको रीत अनुसार नै हामी लिन्छौँ उहाँको रीत अनुसार नै तपाईँहरूलाई बोलाउँछौँ उहाँको रीत अनुसार नै गर्छौँ अलिकति त्यो चाहिँ मिलेन फेरि कर्म गति चाहिँ आत्मा मिल्यो पुरुन चुरुनी भन्छ आकाशतिर हिमालतिर पुगुन् चन्द्रमामा पुगुन् सूर्यनारायणमा पुगुन् बेहुला बेहुली हो आशीर्वाद यसरी दिनुपर्छ तपाईँ हाम्रो मनोखिन्न कसै नहोस् यी दुईजनाको निम्ति भित्र मनोखिन्न नराख्नु भन्छ म त नाताहरू दुई कठा रक्सी र त्यो 2 रुपियाँ पैसा दिएर अब टिका लगाइसकेपछि सासू ढोक्ने बेलामा यो रक्सी र त्यो पैसा दिएर सासूले हाम्रो सासू ढोकाउने पठाउँछौँ तर यो 2 रुपियाँ होइन अर्कै रुपियाँ हुन्छ त्यहाँ गापासे त्यो पठाउँछौँ हामी पठाउँछौँ हामी चाहिँ त्यही चलन सासू ढोकाउने पठाउनु पर्छ त्यही त हजुर अब त्यही गरौँ है राम्रो हजुरहरू हजुर बेहुलीको साथीको दिनु हुन्छ जुन हजुर हामी यो त्यति लिन्छ बेहुलीको साथी यो छ त्यो चलन छ हाम्रो अलिअलि मात्रै गराइमा मात्रै नमिल्ने बेहुलीको साथीहरूलाई चाहिँ हामी के गर्छौँ भने अब भोलि लगाइदिनुहुन्छ नि तपाईँहरूले भोलि लगाइदिनुहुन्छ बेहुलीको साथी त हाम्रैमा बेहुलीसँग जानु उहीँबाट जे गर्ने चिज चाहिँ हामी उहीँबाट बुझाउँछौँ बेहुलीको साथीले तपाईँहरूले बताउनुहुन्छ कुरा त्यति हो अलिकति धेरै राम्रो कुरा हो यो पैसा राख तुलसीसँग के किनेर यो रित चाहिँ हजुर अब यो हाम्रो चाहिँ पदिया भान्से कुन्सेको भनिन्छ हजुरहरूकोमा यो दिने चलन छ कि छैन कलियाको होइन भान्सेको अचम्म हजुर त्यो भान्सेन गोजिहाल्छ नि भान्सेन अबुलकोले हाल्ने खेल्छ त्यो हजुर त्यसो भएदेखि भातै खानु दिँदैन हजुर हामीले भान्सेको लियौँ पहिला पैसा पनि लिने गरेको थियौँ अझै चाहिँ त्यो पैसा लिँदैनौँ नि हजुर यो भएदेखि त्यसो भए तपाईँहरू घाटा पर्नु हो हामी त लिएर छोड्छौँ होइन भान्सेले कुटिहाल्छ हजुर लिने गरेको त्यो है हजुर कुरो मिल्दो रहेछ एकदम हजुर कुरा नमिलेर हुँदैन त हामीले सोच्नु लानु तपाईँले कुरा नमिलेर पनि यहाँ
हजुर विशाखा आकुम धोनी राजा हकमा छिप्लुङ हकमा र आराम चाहिँ हामकाम लागि जुल्लिम होला गोर्खामी भनेपछि हाम्रो कुराबाट होइन अब तपाईँहरू यसरी आउनुभयो यत्रो ल्याउनुभयो कोरमा कसैले अब यो कुनै ऋणमा थियो कि पानमा थियो कि कुनै खाएको ऋण थियो कि के थियो र के को लागि यो राख्नु भएको हजुरहरूले यो हजुर ऋणमा हो कि कुनै पानमा हो कि के को लागि राख्नु भएको के को लागि आउनु भएको हजुर यसमा हामीले अब गाँठो पारिराख्नु हुँदैन अरे होइन एकदम ठिक छ अब झ्याके पैसा मर्चा भनेको यो अदुवा भनेको छ हजुर अनि यसमा खुन नपार्ने भनेको थियौँ हजुर यो ठिकै छ ठिकै छ हजुर र हजुर यो के को लागि जस्तो माग गर्नुभयो त्यही मागमा छ हजुर त्यसो भए हामी पायौँ दर पायौँ कुनै ऋणपानमा राख्नु भएको हो कि कुनै माया बापतमा राख्नु भएको हो कि हामीले कुनै के गर्ने अर्थमा राख्नु कन्ने भएको अर्थ हो कि बेहुली हजुर हाम्रो भन्छौँ तबहरूमा तपाईँहरूको पर्वतेबाट चाहिँ तपाईँहरूको छोरी चेली चाहिँ हाम्रो पासमा दिनुहोस् पुरा आज केही भनेर राखेको यो ठिकै छ अब त्यो सबैले त्यही बुझौँ है अब भन्ने अर्थ कुनै ऋणमा पनि होइन कुनै पानमा पनि होइन कुनै यो लोखासेखा कुनै सरसापातीमा होइन कन्ने अर्थ माया बापत राख्नु भएको रहेछ होइन त हजुर कन्ने अर्थ लालीखा धेरै किसिमको लालीखा हुन्छ तर कन्ने अर्थ माया बापत राख्नु भएको होइन अब हाम्रो छोरी नातिनी होइन माया बापत राख्नु भएको रहेछ होइन अब त्यसो गर्नु अब कुनै हामी दिन्छौँ होइन दिनु चाहिँ तर अब अहिले हाँस वर्ग देख्नु पऱ्यो माग्नुभयो दिनु आउनुभयो माग्नुहुन्छ भोलि काग वर्ग भयो भने के गर्नुहुन्छ हुँदैन बापवर्ग हुँदैन त्यो होइन काग वर्ग अहिले हाँस वर्ग देख्नुभयो भोलि काग वर्ग भयो भने के गर्नु घटी भयो भने हाँस वर्गकै रूपमा हामी हेर्छौँ हजुर मिल्दैन त्यो मेरो हामी जसरी भए हाँस वर्गकै रूपमा हेर्छौँ हाम्रै काखमा हाम्रै साथमा हाम्रै मायामा हुन्छ जुन वर्गमा मागेको छौँ जुन वर्गमा दिनु त्यही वर्गमा राख्छौँ हाम्रो चुलामा हुन्छ हजुर हाम्रो घरभित्र हुन्छ हाम्रो काखमा हुन्छ हाम्रो मायामा हुन्छ त्यसो भएदेखि हजुर अब हामी त दिन्छौँ नै अब तपाईँहरू माग्न आउनु हो मेरो नातिनी अब कुनै दुःख बिमार भयो भनेदेखि अब के गर्नुहुन्छ त त्यहाँ तपाईँहरूले दुःख बिमार भयो हजुर कुनै बेला अब दुःख बिमार भइन्छ नि तपाईँहरूले के गर्नुहुन्छ त दुःख बिमार हुँदाखेरि हाम्रो चुलाको धामीलाई लाउँछौँ अथवा अरू धामी लाउँछौँ डाक्टर लाउँछौँ हरेक गर्छौँ अनि मायाको औषधिले उपचार गर्छौँ पनि हो अनि यताको रीति के छ यहाँहरूको माओलीसँग पनि घरपट्टिसँग पनि बल माग्छौँ यहाँहरूको पनि साथ लिन्छौँ हजुर हजुर ल ठिकै छ हजुर अब यसरी अब हस्पिटल लानुहुन्छ धामी जैसी गर्नुहुन्छ त्यो गर्दा गर्दै केही कामले ज्यान तलमाथि भयो भने हजुरहरूले के गर्नुहुन्छ ज्यान तलमाथि भयो भने त हाम्रो चुलामा हुन्छ हामी नै उ गर्छौँ नि काम तपाईँहरूले गर्नु पर्दैन मिलाउन त सर अघिदेखि मिलिरहेको छैन जस्तो कुरो लागिरहेको छ मलाई तर उहाँहरू छोडिदिइराख्नु भएको छ क्या यहाँ के भन्नुपर्ने त्यहाँ चाहिँ हामीलाई पनि सिकाउँदै जान्छ भोलि पनि हामी अरू ठाउँ पनि पर्छौँ नि त्यस्तो त होइन तपाईँहरूले हामीले नजानेको त तपाईँहरूले हामीले बिल्कुल अठार पार्नै भएको होइन यहाँले बिल्कुल आफ्नो संस्कार पछाउनु भएको मात्रै एकदम राम्रो हामीले केही गर्नै भएको थिएन यहाँ हजुरहरूले चाहिँ के भन्नु पर्यो भनेदेखि अब हामी धामी जैसी गर्छौँ हस्पिटल लान्छौँ त्यो गर्दा गर्दै भएन भनेदेखि तपाईँहरू कुलपित्र गर्नु हुन्छ हुन्न हो त्यसो भएदेखि हाम्रो कुलपित्रमा लाउँछौँ भन्नुपर्छ त्यही नै भनेको त होइन अहिलेको प्रश्नको उत्तर चाहिँ के दिनु छ
हामीले त्यसरी गर्दा गर्दै त्यहाँ तलमाथि गयो भनेदेखि हामी आफ्ना कुलपित्रमा लाउँछौँ भन्नुपर्छ हो हाम्रो चाम्लिङको चाहिँ पिएचडी हो फेरि यस्तो हुन्छ तपाईँको हाम्रो बुहारीलाई चाहिँ हाम्रो कुलपित्र चुला चौकामा हुन्छ हजुर हामीले सक्दो माया ममताले उपचार गर्छौँ होइन उहाँलाई सन्च पारेरै छाड्छौँ है हाम्रो कुलपित्र छ बल माग्छौँ कुलपित्रले बल दिन्छ हाम्रो काखमा छ हाम्रो साथमा छ हाम्रो बुहारी 100 वर्ष राख्छौँ नि भयो भने त हाम्रो कुलपित्र छ हजुर कुलपित्र हाम्रो हजुर हजुर सयौँ हजुर हजुर सयौँ हजुर हुन त यो पर्वले एउटा बोल्नु अलिकति नसुहाउने हो तर हाम्रो लस चाहिँ अलिकति नमिल्ने भएकोले अब हामीले गरेको तपाईँले बुझ्नुहुन्न तपाईँले भनेको हामी प्रश्न बुझ्दैनौँ बुझ्नु त अलिअलि बुझ्छौँ तर फर्काउन आउँदैन तर तपाईँहरूले बोलेको कुरो तपाईँहरूको उसमा प्रश्नको उत्तर नआउँदा कुरा नभेट्दा तपाईँहरूले नै खोल्नु फुकाउनुपर्छ मेरोमा आउनु हो भने हाम्रोमा आउनु हामी नै फुकाउँछौँ तपाईँहरूले यो भनेको यो हो यो भनेको भनेर हामी फुकाउँछौँ अब तपाईँहरूको प्रश्नको उत्तर हामीले यो चाम्लिङ कुराबाट भनेको भए हामी जे भने फर्काइदिन्छौँ अब यो पर्वतेबाट छ पर्वतेबाट बोलेकोमा अड्किएकोमा र हामीले नजानेकोमा तपाईँहरूले समेट्नुपर्छ र आफै फुकाउनु यो भनेको यो भनेर तपाईँहरूले अन्जान विद्य भावना नजान्नेलाई यो किसिमले यस्तो हो भन्नुपर्छ नजान्ने होइन भाषा अलिकति त्यो त्यही त संस्कार मिल्दैन बोली मिल्दैन जसरी यो कर्म गर्ने कुराहरूमा अब जतिकै हामीले 12 दिन गरे पनि तपाईँहरूले नदी हुँदैन नरक छाड्नुहुन्न होइन अब छोटकरी गरौँ आमा दाजुभाइ हो लु भेनाहरू लु सबैजना माउलीहरू लु अब हाम्रो स्वयंको दिपेश राई हाम्रो लु हजुर म त छोटकरीमा सक्ने भएर हजुर लु हाम्रो आजदेखि हाम्रो दिपेश जहिले हाम्रो आराधना छोरी आजदेखि 1 2 दिउँ 3 दिउँ आजदेखि हाम्रो दिपेश जहिले हाम्रो आराधना नातिनी 1 दिउँ 2 दिउँ 3 दिउँ आजदेखि हाम्रो दिपेश जहिले हाम्रो नातिनी आराधना आजदेखि 1 दिउँ 2 दिउँ 3 दिउँ यो हजुरहरूले अब प्रश्न सुनिरहेको आजदेखि हाम्रो आराधना गरी हाम्रो दिपेश छोराको लागि 1 पायौँ 2 पायौँ 3 पायौँ भने 3 खेप भन्नुहोस् न हजुरहरूको छोरी चेली आराधना राई हाम्रो दिपेश राईलाई 1 पायौँ 2 पायौँ 3 पायौँ हजुर आराधना तपाईँहरूको छोरी चेली नातिनी हाम्रो दिपेश राईलाई 1 पायौँ 2 पायौँ 3 पायौँ तपाईँहरूको आराधना छोरी नातिनी चेली हाम्रो दिपेश राईलाई 1 पायौँ 2 पायौँ 3 पायौँ हामीले हजुर हाड भाँची दिउँ न मासु तासी दिउँ भयो आज हाम्रो यो नातिनीले यो हाम्रो दिपेश जहीँ हुँदै मेरो कुखुराखोर बाख्राखोर भन्दै हाम्रो यो नातिनीले 1 सिरानीको 2 सिरानी बाटोमुनि बाटोमाथि गऱ्यो भनेदेखि होइन आजदेखि यसरी 1 सिरानी 2 सिरानी बाटोमुनि बाटोमाथि गऱ्यो भनेदेखि हाम्रो दिपेश गाईको 5 सेरको खुँडा 1 जाग्यो 2 जाग्यो 3 जाग्यो हाम्रो नातिनीले दिपेश गाई हुँदै बाटोमुनि बाटोमाथि 1 सिरानीको 2 सिरानी गऱ्यो भनेदेखि हाम्रो दिपेश गाईको 5 सेरको खुँडा 1 जाग्यो 2 जाग्यो 3 जाग्यो हाम्रो नातिनीले हाम्रो दिपेश गाई हुँदै आजदेखि
एक सिरानीको 2 सिरानी बाटो मुनि बाटो माथि गऱ्यो भनेदेखि हाम्रो दिपेश जोइको खुँडा पानसेटको खुँडा 1 जाग्यो 2 जाग्यो 3 हाम्रो जाग्यो दिपेशले हाम्रो आराधना नातिनी हुँदाहुँदै बुहारी हुँदाहुँदै बाटो मुनि बाटो माथि गऱ्यो भने नातिनीको चाहिँ सयधार्नीको खुर्पा 1 जाग्यो 2 जाग्यो 3 जाग्यो 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 हाम्रो आराधना नातिनीको हाम्रो दिपेश हुँदाहुँदै हाम्रो दिपेश नातिले चाहिँ बाटो मुनि बाटो माथि गऱ्यो भने आराधना हाम्रो नातिनी बुहारीको सयधार्नीको खुर्पा 1 जाग्यो 2 जाग्यो 3 जाग्यो 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 फेरि पनि हाम्रो आराधना नातिनी हुँदाहुँदै दिपेशले बाटो मुनि बाटो माथि गऱ्यो भने हाम्रो आराधना नातिनीको खुर्पा 1 जाग्यो 2 जाग्यो 3 जागो 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 बुहारी जागो है सयधार्नीको खुर्पा जाग्छ नत्र जागो हो कसेर सुन्ने गरी लुट त्यसरी बस्न हैन भाइले ल्याउँछ सामै भनिदिनुहोस् डालामा बुङ्गाबुङ मायु पछि गरौँ न पछि घुसुरी भनिदिनुहोस् अब चाहिँ यस्तो दिन गरिदिनु अनि त्यो पछि अनि त्यहाँदेखि अनि सम्झिनु अनि सकिन्छ